यो यसमा चाहिँ हुन्छ फेरि नदी सुसन्त हामी अहिले चौरजहारीबाट रङ्गातिर निस्किँदैछौँ। हामी अहिले ठ्याक्कै सोतीको ओह्रालोमा, यो सोती भनेको चाहिँ नवराज विक लगायतका 6 जना हुनहारी युवाहरूलाई हत्या गरिएको ठाउँ। त्यहाँबाट हामी यो ओह्रालो झर्दैछौँ र हामी अहिले चौरजहारीबाट मुसिकोटतर्फ प्रस्थान गरिरहेका छौँ। यो भेरी नदीको किनारामा हिँड्दै गर्दाखेरि कहाँको गर्मी, कहाँको हरियाली र भेरी नदीमा आएको धमिलो बाढी सहितको सिनलाई मोबाइलमा कब्जा गर्न मन लागेर हामी यो भिडियो बनाउँदैछौँ। अनि मैले अगाडि भनिसकेँ, हामी यो सोतीको ओह्रालोमा छौँ। तल देख्नुहुन्छ यो मध्य पहाडीको पार्वती बाटोमा कोही जिल्ला भन्ने ठाउँ है, कोही जिल्ला भन्ने ठाउँ दुर्घटनाग्रस्त क्षेत्र भन्छ। सावधानीपूर्वक हिँड्नु है भनेर चाहिँ बोर्डहरू राखेको छ। यो पाल्लोपट्टि हाम्रो ब्याकग्राउन्डमा देख्ने ठाउँ चाहिँ जाजरकोट सदरमुकाम खलङ्गा नजिकभन्दा पनि ठ्याक्कै पारि देखिरहेको त्यो ठाउँ जाजरकोट खलङ्गा। यसपछि हामी तल झरेको जाजरकोट अहिले अगाडि कालेगाउँ भन्ने ठाउँमा छ। हामी अहिले ठ्याक्कै सोतीबाट झरेर तल नदी किनारामा पुग्दैछौँ। सिधै पूर्वतिर गइरहेका छौँ। यहाँको दृश्य कस्तो लागेको पर्ने माथि गएपछि भेरी, सानो भेरी, ठुलो भेरी भेट्ने ठाउँ रिम्ना दोबान आउँछ। म त्यो पनि देखाउँला। त्यसैमा जोडौँला म आजको यात्रा कस्तो बन्छ हेर्नु, यसो हेर्नुहोस् मान्छेहरूले। यहाँबाट छाने जाने सानो भेरी त्यो मिसी भेरी एकातिर आइरहेको सानो भेरी देखिरहेको सानो भेरी है। यो यसमा चाहिँ हुन्छ फेरि नदी सुसन्त हामी अहिले चौरजहारीबाट खलङ्गातिर निस्किँदैछौँ। हामी अहिले ठ्याक्कै सोतीको ओह्रालोमा, यो सोती भनेको चाहिँ नवराज विक लगायतका 6 जना हुनहारी युवाहरूलाई हत्या गरिएको ठाउँ। त्यहाँबाट हामी यो ओह्रालो झर्दैछौँ र हामी अहिले चौरजहारीबाट मुसिकोटतर्फ प्रस्थान गरिरहेका छौँ। यो भेरी नदीको किनारामा हिँड्दै गर्दाखेरि कहाँको गर्मी, कहाँको हरियाली र भेरी नदीमा आएको धमिलो बाढी सहितको सिनलाई मोबाइलमा कब्जा गर्न मन लागेर हामी यो भिडियो बनाउँदैछौँ। अनि मैले अगाडि भनिसकेँ, हामी यो सोतीको ओह्रालोमा छौँ। तल देख्नुहुन्छ यो मध्य पहाडीको पार्वती बाटोमा कोही जिल्ला भन्ने ठाउँ है, कोही जिल्ला भन्ने ठाउँ दुर्घटनाग्रस्त क्षेत्र भन्छ। सावधानीपूर्वक हिँड्नु है भनेर चाहिँ बोर्डहरू राखेको छ। यो पाल्लोपट्टि हाम्रो
ब्याकग्राउन्डमा देख्ने ठाउँ चाहिँ जाजरकोट सदरमुकाम खलङ्गा नजिक नजिकभन्दा पनि ठ्याक्कै पारि देखिरहेको त्यो ठाउँ जाजरकोट खलङ्गा। त्यसपछि हामी तल झरेको जाजरकोट अहिले अगाडि कालेगाउँ भन्ने ठाउँमा छ। हामी अहिले ठ्याक्कै सोचीबाट झरेर तल नदी किनारमा हुँदैछौँ। सिधै पूर्वतिर हेरेका छौँ। यहाँको दृश्य कस्तो लागेको पर्दा माथि गएपछि भेरी सानो भेरी ठुलो भेरी भेट्ने ठाउँ रिम्ना दोभान आउँछ। म त्यो पनि देखाउँला। त्यसैमा जोडौँला म आजको यात्रा कस्तो गर्नु छ हेर्नु यसो हेर्नुहोस् मान्छेहरूले। यहाँबाट खलङ्गा जानु